एभ्रिवान दर्शन नमस्कार होइन अहिले चाहिँ हामी ट्राभल गर्न आँटेको छौँ दिदी र म जुन चाहिँ हाम्रो ठुलो सरप्राइज पछाडि चाहिँ माताको दर्शन गर्नको लागि अनि अहिले चाहिँ हामी एयरपोर्टमा आइसकेको अगाडि नै मैले एक्साइटेड यस अहिले चाहिँ प्लेनलाई वेट गरिरहेको 12:50 को प्लेन थियो तर अहिलेसम्म पनि फ्लाइटको टाइम चाहिँ आएको छैन त्यही भएर वेट गरिरहेको अनि राम्रो शुभ कामको पछाडि जहिले पनि भगवान्लाई चाहिँ थ्याङ्क यू भन्नुपर्छ त्यसको लागि चाहिँ हामीजना गइरहेको छौँ भगवान्लाई धेरै धेरै थ्याङ्क यू भन्नको लागि भगवान्लाई थ्याङ्क यू होइन हामी मातालाई दर्शन गर्न गइरहेछौँ थ्याङ्क यू टु कसलाई भनिन्छ भने टाढाको माता चाहिँ हाम्रो नजिक ओके ल त यो सो तपाईँहरूलाई म अपडेट दिन्छु तपाईँहरू पनि यी प्लानिङ गर्दै हुनुहुन्छ तपाईँले जुन जाने भने चाहिँ तपाईँहरूलाई हेल्प हुनसक्छ बनाउँछौँ कस्तो रहन्छ हाम्रो ट्राभल ल है त हामी चाहिँ सिटमा आइसकेको छौँ यो कुन एयरलाइन हो दिदी बुद्ध एयरलाइनको फर्स्ट सिट छ हाम्रो चाहिँ फर्स्ट अगाडि नै पुग्छौँ हामी अरू भन्दा पनि अरू पछाडि छ नि त भन्दा अगाडि चाहिँ हामी पुग्छौँ अलिकति स्ट्रगल गरेर यहाँ चाहिँ आइपुग्यौँ गाडीमा चक्लेट राखेर चक्लेट लुगाभरि लाग्यो त पुतली लुगा केही छैन लुगा लगाएको होइन अलिकति यही स्ट्रगल गरेर हामी यहाँ आइपुग्यौँ अब फ्लाइट चाहिँ उडेर हाम्रो ठ्याक्कै भद्रपुरमा चाहिँ ल्यान्ड हुन्छ भ्यू चाहिँ यो छ होइन यहाँनिरको अब मैले सुनिरहेको थिएँ झापामा पानी परिरहेको छ भनेर यस विमानमा चारवटा आपतकाली द्वारहरू छन् जुन आपतकालीन अवस्थामा मात्र खुल्न मिल्नेछन् दुईवटा अगाडि र दुईवटा पछाडि विमानभित्र धुवा बनेको खण्डमा वैमांशिककाल गर्मी चाहिँ 28 डिग्री मात्र रहेछ मलाई त लाग्यो 32 डिग्री नै होला भन्दा तर 28 डिग्री मात्र रहेछ तर चिपचिप चाहिँ मतलब ह्युमिडिटी चाहिँ आइरहेको छ अब हामी घर पुगेपछि मात्र रेस्ट गर्छौँ अनि खाना खान्छौँ अनि सुरुङ्गाको पुरा स्पाइसी किलो चटपटे खाने त्यसमा पानी पनि आइसक्यो अब हामी घर जाँदैछौँ चाहिँ भित्रको चाराले निस्किने बाटो रहेछ हरियाली देखेर मलाई चाहिँ खुसी लागिरहेछ आनन्द फिल भइरहेछ सबैले आफ्नै चिनेको मेरै मान्छे सबै आफ्नो जस्तो फिल भइरहेछ मलाई चाहिँ प्याकिङ स्टार्ट भइसकेको छ मैले यहाँनिर ब्यागमा कस्तो ब्याग प्रिपेयर हुँदैछौँ भोलि मर्निङको लागि भोलि 5 बजे चाहिँ हामी निस्किन आँटेको यो बोकेर यो चाहिँ ट्रेकिङ ब्याग हो ठुलै ल ठुलै दिनु न त अनि यो सानो हालिदिनु यही हालिदिनु अर्को पनि कलर कुन छ ग्रीन यो त 10% 10 लिटर ठुलो हो नि त यो 45 हाल्ने हो ब्लू गरिदिनु हुन्छ ब्लू राम्रो छ यो होइन त कति गरे ए त्यही त अनि त्यसमा त केही नै हुँदैन यसमा त यो पनि 40 राम्रो छ कलर सेम भयो भने आधी सामान इक्वल बोक्न सकिन्छ एउटालाई भारी एउटालाई कम्ती पनि भएन दुईजनालाई चाहिने हजुर
एउटा मान्छेले दुईटा बोक्नु अगाडि त पछाडि होला त्यो भन्दा पनि कहिलेकाहीँ हुन्छ नि त सर्ट ट्रिप जाँदा त्यो बोक्ने अर्को ट्रिप जाँदा त्यस्तो होला ए होइन बोक्नेले त बोक्छ नि अगाडि सानो नि बोक्छ पछि पनि भरे आफू पनि हिँड्नु सक्नु पर्यो कि त्यो त धेरै दिनको लागि होला बोक्छ नि कतिले त त्यस्तो अगाडि पछाडि हिँड्दै उहाँले चाहिँ मलाई ब्याग किन्दै हुन्छ ट्रेकिङको लागि मसल्स तर अब जाइ गइसक्यो मसल्स चाहिँ तँ पनि लाउने हो तँ त बिर्सेको भयो भने तँ पनि लाउने हो ज्याकेट ज्याकेट लाउने यस्तो हो बोकेर लाने हो गर्ने हो त्यहाँनिरको वेदर अनुसार हामी प्रिपेयर भएको हो क्या अहिले होइन अस्ति भर्खर 2 दिन अगाडि पुगेर जाने मान्छे पनि पुरा जाडो छ अरे त्यहाँ अहिले किनभने वेदर अहिले यहाँ उकालो यसो नै उकालो चढ्दाखेरि तपाईँको त्यो गाह्रो हुन्छ नि त अब उयो इन्क्लाइन जिममा इन्क्लाइन गरेको छ थाहा हुन्छ नि इन्क्लाइन यस्तो भिन्न कति गाह्रो हुन्छ स्या भएर दम बढ्छ अनि त्यतिखेर त गर्मी भइरहेको छैन हामी बोकेर जाने हो जाँदा जे वेदर सिचुएसन अनुसार हामी चेन्ज गर्ने हो हाम्रो क्लोथ तिमीले जा होटेलमा बस्छौ नि खानेकुरा चाहिँ तिमीले माथि लगेर लैजाऊ माथि केही चाहिन्न गुड मर्निङ गाइस गुड मर्निङ झापा 4 o'clock अहिले 4 बजे उठे अहिले 5 बजिसक्यो होइन टाइम देखेको 4 बजे उठेको अहिले 4:53 भएको छ हामी चाहिँ 4 बजे उठेको अनि सावरहरू सब रेडी गरेर अब चाहिँ ब्ल्याक टी खाएर अब निस्किन लागेको पिएर निस्किन आँटेको अब हामी हाम्रो गन्तव्यतिर लाग्न स्टार्ट गर्छौँ लेट्स गो स्टाइलको बस्ने थिएन यसरी चाहिँ उ लड्दिनन् पनि गिर्दिनन् पनि मम्मीको काख जस्तो तपाईँहरू पनि यो ट्याक्टिक अपनाउनु है हामी चाहिँ यो माई पोखरीमा माईमा होला माईमा आइपुग्यौँ इलामदेखि उता अनि यहाँ चाहिँ हामी थुक्पा र पुरी खान आँटेको बिहानै म चाहिँ अलिकति सुतेको थिएँ मेरो भइसक्यो क्या हेरेर चाहिँ अनि यहाँ चाहिँ हाम्रो माई हुनुहुन्छ यही पानी नै झापाको माईमा पुग्ने हो दिदी के खाने अरे तिमी थुक्पा
थुक्पा थुक्पा खाने म चाहिँ पुरी खाने पुरी यत्रो स्मल स्मल फेरि त्यसले चाहिँ के खान्छ त चिया र पुरी खान्छ के खाने ल ऊ यहाँ आइसकेको चाहिँ हाम्रो यो चाहिँ खानेकुरा ल बाघ कहाँ गयो म त पागल भइसकेँ कतिखेर काम कसको हो मेरो आऊ न यहाँ भ्यू अब चाहिँ म चाहिँ खाना गइरहेको छु कहिले भन्छ मेरो साथीले यस्तो यस्तो यहाँ हान्नु पऱ्यो तपाईँको साली उताबाट यता सरी पुरी सकि अब यो सरी यहाँ त छैन हौ धन्न इलाम पुग्दा कस्तो पुरानो हामी याद आयो पिकनिक आएको हामीले भन्दै आएको क्या हामी कस्तो दामी क्या यो झन् स्पेसल दिदी खाऊ है यो के लागेर लेले भनेको के हो लिएको लाग्यो लान्छौँ यो अन्डा खाऊ कि नखाऊ खाऊ भने एउटा छ खानु भने आधी छ खानुपर्छ यो हाम्रो तुर्लुङ्गा अझ भन्नु जानुलाई खान मन लाग्यो भन्दा हुन्छ टन्नै खायो म त चाहिँ खान्छु अब लास्टमा चाहिँ चियाको त यस्तो भिडियो बनाउँछु त आमामा है अब हामी चाहिँ हिँडेको यो चाहिँ हाम्रो गाडी हो मेरो यही हो त निकाल त पस्नु र यहाँ चाहिँ यो चाहिँ पैसा निकाल्दैछु होइन कपाल कस्तो सुतेर नि कस्तो बिग्रेछ हौ तिम्रो टेक्नोलोजी
Tecnologia. Travel. यही हो सेफ ट्राभल भनेको उची रुक्ने मान्छे रुक्ने मान्छे तिमीलाई हेरेर एकचोटि पुरै उची चुप लागेर रुकेर बसिहाल्छ तिमीलाई हेरेर सुतेको छैन एकचोटि पनि फोटो खिच्न भन्दा पनि फोटो पनि खिच्दिनँ अरे सुत्दिनँ पनि अरे आँखाले खिच्ने हो खिच्छ आँखाले म त बिर्सिदिन्छु 1 मिनटमा टेक्नोलोजिकल ट्राभल दामी भ्यू क्या बाफ्रे म चाहिँ घर त हाम्रै घर जस्तै लाग्छ क्या थर्मस खानुपर्छ त हामी चाहिँ अहिले खानासाना खाइसकेर खाना खाँदा के थियो फिदिममा खाना खाएर चाहिँ माथि लागिसक्यौँ तर यो अहिले चाहिँ कहाँ हजुर गोपेटार आइपुग्यौँ अहिले चाहिँ यहाँ आइपुग्यौँ अहिलेको टाइम भनेको चाहिँ 1:51 भएको छ गर्मी चाहिँ एकदमै गर्मी छ एकदमै अहिलेसम्म चाहिँ अनि म त इमेजिन गरिरहेको छु जुन हामीले बोकेर ल्याएको ज्याकेटको बारेमा मेबी वहाँ पुगिसकेपछि जाडो हुन्छ अहिले चाहिँ एकदम गर्मी छ यो ठाउँमा चाहिँ अब 15 मिनटपछि हामी हाम्रो गाडी त्यहाँ राखेर अर्को गाडी चढेर अनि हिँडेर माथि पुग्ने सो यही छ अहिले चाहिँ अपडेट चाहिँ सुतौँ न चाहिँ म सोचिरहेको छु सुत्दिनँ होला गर्मी भइरहेछ सुत्नलाई चाहिँ ओके ट्राभल गर्दा यतिको दिदी चाहिँ हुनुपर्छ है जसले चाहिँ सोफा जस्तो यसरी कम्फर्टेबली हामीलाई पनि भाइब्स दियोस् यतिको अघि दिदीको पाली सक्यो अब मेरो पाली होइन त दिदी भन्दै ऊ जता पनि ठ्याक्क बसिदिन्छ क्या कस्तो राम्रो म त आफूले बनाएको होइन मैले घर चाहिँ आफूले बनाएको अहिले चाहिँ हामी चाहिँ सुकेटार आइपुग्यौँ अनुहारको हालत चाहिँ यस्तो छ अब गाडी चेन्ज गरेर हामी चाहिँ अर्को गाडीमा जान आँटेछौँ यस्तो गाडीमा यहाँबाट चाहिँ हाम्रो गाडी जाँदैन अनि होटेल चाहिँ बुक भइसक्यो उहाँले होटेल बुक गरिदिनु भयो अब यहाँबाट हाम्रो गाडी चाहिँ 45 मिनट के 1 घन्टा चाहिँ गाडीमा जानुपर्छ अनि फेरि 2 घन्टा चाहिँ हिँडेर माथिल्लो फेदीमा पुग्छौँ यहाँहरू स्टे गर्छौँ सो यहाँबाट चाहिँ स्टार्ट हाम्रो सिट बेल्टै भेट्छ है यतिकै लड्दैन नि हाम्रो सिट बेल्ट चाहिँदैन नि नेपाली हो नि त होइन चाहिँदैन सिट बेल्ट हामी यतिकै गोर्खाली ठक्क के अरे त्यो उयो गाडी गुडा होइन कहाँबाट आउनु ठुलो उडाउ इन्डिया रुमको कति हो खानाको कति हो बहिनीहरू मात्रै छन् कि त मिलाएर गरिदिनु पर्यो नि यी बहिनीहरू यहीँ छन् कि अनि त्यही भएर चाहिँ नभए हामी चिनेको होटलमा जान्छौँ भन्दैछौँ कि आफन्त पनि रहेछन् त्यहाँ फेदीमा उयो के अरे इन्द्रनारायण भट्टराई होटल भनेर भन्नु त बेकार रहेछन् कि अर्को होटलमा त्यहाँनिर अलिक सस्तो गरिदिनु यहाँ बुढीजीले के बस्नुपर्छ दाइले भनेकोमा होटलमा भनेर भन्दैछौँ कि अनि अलिक रुमको मिलाइदिनु त खानाको त अब 300 ठिकै हो 800 रुपियाँ गरिदिनु न ल 800 भयो ल ल ल ल ल ल ल
इन्द्र भट्टराईको नाम लिएर हामीले 800 मा रुम फिक्स गरायौँ 1200 को रुम 800 मा होइन दिदी हामीले दलाल गरेको दलाल इन्द्र भट्टराईको नाम लिएर अब तपाईँहरू को हुनुहुन्छ इन्द्र भट्टराई यहीँ छ चिबिस्टी ट्राभल गरेपछि सबै कुरा थाहा हुन्छ है यता देखा अब यो हो प्रपर ट्रेकिङ चाहिँ मलाई के हेर्ने यसो गरिहाल्छु जय बाटुवारा माता भन्ने यहाँ तपाईँ तेल हाल्नु अलिकति भरे के हो कि अब हामी तेल हाल्न रोकेको ए छ 1 मिनेट 1 मिनेट हामी तेल हालेर रोकेको छु मेरो अनुहारको हालत चाहिँ कालो हुँदैन कि तपाईँले यसमा चाहिँ 2500 नै निकाल्छु मेरो यो सारा ब्यागमा हालौँ न त क्यामेराको ब्यागमा अनि खासमा चाहिँ भएन भने गाईलाई चाहिँ मात्रै दिएको होइन सर बम्बे ड्राइभर रहेछ हाम्रो त हामी चाहिँ अफरोड स्टार्ट भइरहेको हाम्रो ड्राइभर चाहिँ उहाँ हुनुहुन्छ पुरै अफरोड फुल अफरोड हाम्रो फुल अफरोड पुरै खाना नखाइकन आइसक्यो अहिले खाना त्यो खानु थियो भने गाह्रो होइन होइन खानुपर्छ यत्तिको चाहिँ हुनुपर्छ है भोलाको लागि चाहिँ यत्तिको चाहिँ हेर्नु यहाँ छिटो छिटो भन्नु त अर्काको पसलमा कहाँ राखेको नि थाहा छ फ्रीमै लगिदिएको दाइ हामी के को पैसा तिर्छौँ यहाँ अब तिर्नुहुन्न अब आएको तिर्नु ल्या अब आयो अब यसको पैसा तिर्नुहुन्न तपाईँ अब यसको पैसा तिर्नुहुन्न भेट भयो भने डबल पनि दिनुपर्छ नि है भेट भएन भने सब भोला लभर बी लाइक आयो अहिले सुकेटारमा गाडी चाहिँ कस्तो छिटो आयो अहिले टोपी त होइन कि को हो कम्बिनेसन गीत र अफरोडको कम्बिनेसन चाहिँ एकदम म्याचिङ भइरहेको छ होइन चेन्ज गरिदिनु भयो दाइले बाटो यस्तो बाटोको अवस्था यस्तो छ दाइले भन्दै भन्छ योभन्दा खतरा बाटो छ भनेर त्यो अरे टाउको आएको केटा मान्छु त टाउकोले के भयो बहिनी नबस न तिमीहरू त्यसो माथेर
कस्तो लागिरहेको त सास आयो रोकेर गाउँमा पुगेर बिरामी भएर बाटो हेर्नु तर थाहा छ यो कठिन बाटो भनेकै भगवान्ले यस्तो हो क्या होइन हो नि कस्तो बाटो हुँदैन अरे क्या भगवान्को बाटो त्यही भएर के हो काम नबनाउनु पर्यो के हो काम नबनाउनु सेफ्टी फर्स्ट पहिला सेफ्टी फर्स्ट गर्नु है उनको मेरे कपाल दुई किलो पोसा पनि हट्छ यही गाडीबाट केही छैन 20 किलो घट्यो बसेकै छ होइन सर्टकट गयो यताबाट उता गाडी चाहिँ उताबाट गयो यो त उतैबाट आएको गाडी होला है डाइरेक्ट मान्छे कुन यो लोकल हो हाम्रै केटाहरू होइन अरू प्राइभेट गाडी आउँदैन माथि सक्दैन हिजो सबै गाडी पछि भयो थार आयो भने थारमा थारतिर हुन्छ है नेक्स्ट टाइम थार यही छ नि थार त्यही कार ल्याउनु कि नम्बर लानु फोन गर्नु होइन यही हो नि थार हाम्रो अनि यहाँ सुन्नु न अब 2 घन्टा हिँड्नुपर्छ कतिको हिँड्छ हामी हिँड्छ बब्बाल हिँड्छ 20 आधी घन्टामा ठुलो फेरि पुग्छ होटलमा अनि भोलि 5 किलोमिटर हो कि जम्मै मन्दिर पुग्ने गाडी छोडेर आज 2 किलोमिटर हो भोलि 3 किलोमिटर हिँड्ने मन्दिर पुग्ने त्यति मात्र हो के अरे हामी चाहिँ 1 घन्टामा मन्दिरै पुग्छौँ होटलदेखि 1 घन्टा गाडीबाट यो गाडी छोडेकैबाट 5 किलोमिटर मात्रै हो नि त बाटो त मन्दिरसम्म गाडी जान्छ जाँदैन हिँडेर 5 गाडी छोडेरको कुरा गर्दैछु अनि त्यो होटलदेखि तपाईँ 1 घन्टामा पुग्नुहुन्छ मन्दिर यो गाडी छोडेकै ठाउँबाट तपाईँहरूको त नि होटल त गाडी छोडेर आज 2 किलोमिटर हिँड्ने ठाउँमा भनिदिएको छ ठुलो फेदीमा अनि भोलि चाहिँ 3 किलोमिटर मात्रै रहन्छ तपाईँहरूको चाहिँ तर हामी चाहिँ त्यसलाई गाडीबाटै 5 किलोमिटरै 1 घन्टामा पुग्छ के ए अनि यहाँ सुन्नु न हामी चाहिँ होटलदेखि माथि मन्दिरसम्म कति घन्टा लाग्ला हामीलाई त्यही त बबाल हिँड्ने खालको भने 1 घन्टा ठिकै नर्मल हिँड्ने भने 2 घन्टा आधी होइन अब भनेपछि 5 किलोमिटर मात्र हो त्यो दाइले त हामीलाई 28 किलोमिटर भन्दै हुन्थ्यो म त तर्छु नि 28 त कहाँ यो 12 किलोमिटर अफरोड हो गाडी हामी अब तपाईँ जहाँ पुग्नुहुन्छ गाडी होइन त्यो गाडीले छोडेपछि होटल पुग्न कति बेर हिँड्नुपर्छ आधी 1 किलोमिटर हो आधी घन्टा बढीमा 40 मिनट हो 40 मिनट हिँड्नुपर्छ भोलि चाहिँ त्यहाँबाट कति मिटर 3 किलोमिटर हो लु पुगिन्छ जस्तो देखिँदैन अहिले देख्दैन अहिले यो गाडीले मुडुलाई त यस्तो अर्को ठाउँमा त लाग्दैन उता लाठीले खिच्यो
केदेखि पहिला झापा कहाँ झापा सुरुङ्गा एउटा के क्याम्पस छ नि फर्निचरकै छेउमा खन्काई त्यहाँदेखि त्यतै हो नजिकै हामी यहाँको प्योर झापाली हो म पनि झापै अनि तपाईँ कहाँ हो संसारी ल यो गाडी झापाली होटल झापाली अब अरू के चाहियो के चाहियो ठाउँ नेपाल भोलि हामी त्यहाँबाट फेरि यही गाडी लिएर आउनु पर्यो तपाईँ ठाउँ नेपालै हो भाषा मिलिहाल्छ अब म त अहिले फर्किहाल्छु नि होइन भोलि चाहिँ हामी कसरी लिने त्यही हुन्छ गाडी ए रास हुन्छ गाडी रास हुन्छ तपाईँलाई नि भेटिँदैन हामीले नम्बर लगेर राखिराख्नु उकालो चढ्नुपर्ने होला होइन अब चाहिँ हामी हिँडिसक्यौँ यहाँनिर यो तल्लो फेदी भन्छ कि माथिल्लो फेदी भन्छ यसलाई तल्लो फेदी हो हामी चाहिँ हिँडिसक्यौँ गाइज रेडी चप्पल कसले हाल्यो मेरो ब्यागमा उस दे हामी चाहिँ जति सक्दो हामी चाहिँ मुख चुप्प गरेर हिँड्ने कोसिस गर्छौँ किनभने सास बढ्दैन फुल्दैन दुईजना मेरो पार्टनरहरू अनि बाटो चाहिँ यो छ है भ्यू हेर्नु है त भ्यू गाइज भ्यू यो चाहिँ भ्यू हो हामी चाहिँ लट्टी चाहिँ छैन अब हामी एकअर्काको सपोर्ट हुँदै हिँड्छौँ हामी फुल ट्रेकिङको आमामा दिदीको सुज सबै म्याचिङ भइदिएर सुज हेर्नु अनि ब्याग हेर्नु म्याचिङ ल ओके ओके अब म माथि पुगेर तपाईँलाई अरूसँग भेट्नेछु सास बढिसक्यो अहिले चाहिँ हामी माथिल्लो यसरी हिँड्दैछौँ होइन अब टार्गेट जस्ट 20 मिनट बाँकी छ टार्गेट टाइमको टार्गेट लिएर माथि हामीलाई एउटा आन्टीले लट्ठी दिनुभएको उहाँलाई थ्याङ्क यू सो मच र लट्ठी चाहिँ खै लट्ठी एनर्जी अलिकति रहेछ बट इट्स ओके हामीलाई धेरै नै हेल्प भइरहेछ हाम्रो अर्को दिदी चाहिँ तलै कहाँ छोडियो किनभने उसलाई हिँड्न गाह्रो भइरहेछ अब माथिल्लो फेरिसम्म पुग्नलाई चाहिँ धेरै टाइम लाग्दैन सो हाम्रो ब्याकप्याक चाहिँ यहाँ छ भोलि चाहिँ यो ब्याकप्याकलाई चाहिँ हामीले रुममै छोडेर जति चिज हामीले चाहिने त्यो मात्रै लिएर जान्छौँ अनि क्यामेरा मेरो यहाँ छ सो पानी यहाँ छ हामीले चाहिँ रेड बुल मात्रै खाएर छौँ पानी चाहिँ खाएको छैन पानी पर्न थाल्यो अब यस्तो पसिना पनि आइरहेछ तर हावा आएको बेलामा शीतल भइरहेछ त्यो पसिनामा मेरो स्टिक चाहिँ यहाँ छ है ल अब पानी पऱ्यो म चाहिँ क्यामेरा युज गर्दिनँ यहाँको वेदर चाहिँ एकैछिनमा चिसो एकैछिनमा गर्मी अनि एकैछिनमा पानी परिरहेको छ अब रेनकोट निकालेर ओढेर हिँड्नुपर्ने जस्तो तर चिसोले चाहिँ मेरो टाउकोमा एकदम हानिरहेको छ घाँटीदेखि तल चाहिँ एकदम गर्मी भइरहेछ तर टाउकोमा चाहिँ एकदम चिसोले टङ 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 हानिरहेछ यो चाहिँ मलाई इरिटेटिङ लागिरहेछ र रुम पुगेर म मेडिसिन लिन्छु चार्ज सबै लो भइसक्यो यो Insta360 को पनि लो भयो चार्ज मेरो फोनको चार्ज एकदमै टोटली लो भएको छ सिर्फ क्यामेराको चार्जर मात्रै बाँकी छ होपफुली माथि रुममा गएर चाहिँ चार्जर हुन्छ होला सो ओके सी यू गाइज यहाँ चाहिँ असिना पानी पर्यो भर्खरै एकदम धेरै वेदर चाहिँ यो छ यहाँनिर आमाहरू यसरी हिँड्दै हुन्छ लाली गुराँसहरू दामी फुलेको छ कति मिनट लाग्ला आधा घन्टा अब मलाई त 10 मिनट जस्तो लागेको थियो चिप्लो एकदम चिप्लो बाटो छ बाटो कहाँसम्म रहन्छ हेर्नुपर्छ भगवान् साथ दिनुहोस् यो यत्रो उकालो यस्तै उकालो मैले सर्टकट हिँडिरहेको छु यो सर्टकट चिप्लियो भने चाहिँ थाहा छैन यहाँ चाहिँ मेरो क्यामेरा छ पछाडि चाहिँ ब्याकप्याक छ भ्यू चेक गर्न सक्नुहुन्छ थाकेको छु बट म सो एक्साइटेड माथि जानको लागि चाहिँ खुट्टाको पछाडिको त के भन्छ त्यसलाई हो त पनि दुख्न थालिसक्यो जाडो पनि भइरहेछ गर्मी पनि भइरहेछ तर
जसरी भए पनि पुग्नु छ। सो म चाहिँ यहाँ मेरो जिल्ला अर्को जिल्ला पर्खेको, ऊ चाहिँ टाढाबाट आउँदैछ, ऊ त्यहाँ पर देखेँ मैले, उसलाई चाहिँ हिँड्नमा ऊ भइरह। बट भ्यू, ओ माई गुडनेस, लुक एट दिस भ्यू। अब एउटा फोटो पनि खिचिहाल्छु क्यामेरा निकालेर। हामी चाहिँ फाइनली ठुलो फेदीमा आइपुग्यौँ। हामीलाई सपोर्ट गर्नुहुने दाईहरू चाहिँ उहाँ हुनुहुन्छ, उहाँहरूले फुल 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 सपोर्ट गरिदिनु भयो, सेम लाइक प्यारेन्ट्स। यो झोला बिचरा दाइले उहाँदेखि बोकेर ल्याइदिनु भएको, न त हिँड्नै सकेन। अनि उहाँ चाहिँ उहाँलाई पनि ठुलो सपोर्ट गर्नुभएको छ, किनभने उहाँले सपोर्ट नगरेको ऊ तरै बसिरहेको हुन्थ्यो। कमेन्ट गरिरहेको छ त्यो बाटोमा। भात खाइन नि त। दाइ तपाईँहरू अझै थाक्नु भएको छ कि छैन? दाइ छैन छैन, थाकेको छैनौँ हामी। हामी झापाली होटलमै बस्ने भनेर झापाली होटल चाहिँ हामीले गरेको छौँ। ल भोलि हामी सँगै जाने। ल बाई। कुन होटलमा बस्नु भएको छ? गुराँस। दाइहरू चाहिँ गुराँस होटलमा बस्नु भएको छ, हामी चाहिँ झापा होटलमा। अब फेरि हिँड्छौँ हामी हाम्रो होटलसम्म, 2 पाइलाको होटल छ। सो फाइनली आइपुग्यौँ। अब भोलिको यात्रा भनेको दह्रो हुनेछ। दह्रो यात्रा हुनुको लागि हामी दह्रो स्ट्रङ हुनुपर्ने छ। खोइ क्यामेराको ब्याग, ए मेरो क्यामेरा गतिले गर। मैले त यसलाई पर्खेको हो नि त दिदी, म तिमीसँग। म पनि दिदी सँगसँगै हिँडेको, तर यसलाई दिदीलाई यो दिदीलाई पनि पर्खिनु पऱ्यो नि त। सो अब हाम्रो गन्तव्य चाहिँ यो झापाली होटल। अहिलेको हाल चाहिँ यो छ। अब हामी चाहिँ आगो ताप्न जान आँटेको किचनमा। गति चाहिँ यो छ है, गति चाहिँ एकदमै जेसुकै होस् गतिको हामी केयर गर्दैन। हामी तातो भएर हिँड्छौँ। दिदीको गति गाइज यहाँ हेर न टोपी। ल जाउँ हामी किचनमा जाने, खाना पकाउन सघाउन। तर दिनु भएन भने चाहिँ हामी आगो ताप्ने। टाउको यहाँ हेर्नु मर्न आँटिसक्यो म त। हामी चाहिँ आगो तापिरहेको छौँ यहाँनिर गाइस, हामी चाहिँ आगो तापिरहेको छौँ। हामीलाई व्यवस्थित तरिकाले आगो बाहिर ल्याइदिनु भयो। एउटा आलु पाए चाहिँ हामी आलु पोलिदिन्थ्यौँ यहाँनिर। हजुर ल यसो गरौँ न, यो टेबललाई यसो पारौँ कि अनि हामी अड्छौँ। ल अनि बिचमा पुतली त्यस्तो काम नगर्न बहिनी प्लिज। केही हुँदैन, कटिङ भयो अब तातो यति चाहिहाल्छ। यतिकोमा अब एउटा आलु पोल्ने पाए चाहिँ है मागेको छु दिनुहुन्छ। लिन चाहिँ जानु पर्यो कि बा? अब तपाईँहरू छेउमा हुनुहुन्छ। आधी आधी खाने नि। ल दुईटा दाइ, दुईटा त्यसो भए 5वटा दाइ हामी पानीमा खाउँ। एकपल्ट खानु परिहाल्छ। कस्तो मजाले घडी कति बज्यो? खोइ कति बज्यो सबैको घडी आमामा। लु है कसको छिटो 7:30 भित्र टेबलमा बसिहाल्नुपर्छ ठ्याक्कै। हो के गम खाने भोक्लो सुत्ने, बिहान तुरुक्क उठ्ने, यस्तो मुख यस्तो है नुहाएँ भन्थ्यो। होइन 2-3वटा थोपा यसो गरेर यसो तुरुक गर्नुपर्छ। आमा तपाईँ कसरी त्यस्तो गर्न सक्नु? आगो सबै नचेक्नु न, यस्तो यस्तो गर्नु होइन फु गर्नुपर्छ। त्यस्तो नगर नगर, चिम्टा चाहिन्छ क्या हामीलाई। चिम्टा त अब कहाँबाट ल्याउने होला नि जिन्दगीमा। तपाईँहरू पनि काठमाडौँबाट आउनुभएको? तपाईँहरू कति बजी हिँड्नुहुन्छ अब भोलि? 4 बजे 3 बजी हिँड्नु न नि। हामी सँगसँगै हामी 3 बजी एड्रेस यसो हामी त टचै छैन मोबाइलमा। उयो के अरे म त 2:30 को अलार्म लाउने हो, नुहाउने हो। त्यही भएर एट्याच हाम्रो एट्याच लग्जरी हाम्रो रुममै लग्जरी एट्याच बाथरुम एट्याच। हामी त फेरि बाथरुम एट्याच। टोइलेट चाबी राख है ओइ कोठाको कहाँ छ? त्यही भएर हामी अगाडि जान्छ। बाहिरबाट मऱ्यो छिटो निस्के भन्ने हो। आयो दिदीले एक प्लेट ल्याउँछ होला भनेको त 1 ट्रे लिएर आइदियो। कति
कला कस्तो छ देख्नु हो झापाली सङ्गत भनेको झापालीकै गर्नुपर्छ हाली ठुलो अब ठाउँ नै सक्यो केही हुँदैन आलु सबै अब धुवा त मैतिर अहिले आलु निकाल्न गाह्रो भयो नि तपाईँहरूले जान्दछ फेरि ओ यो छेउमै राखौँ है भएर जान्छ अहिले यसमा भात खाँदैन नि खासै के फरक पर्दैन सबै खानाइदिनु ला अब आलु डढो होला नि त यहाँ खानाइदिनु यहाँ खरानी है भत्किएर चाहिँ टाल्यो पनि अब मैतिर धुवा आयो क्या मलाई त रिस उठ्यो बाटो ककाले बिहारे है त्यसलाई जान्छ रे म त जिन्दगीमा बाटो गर्न देखेको छैन भाइ अहिले कसरी आयो त यो त कुलो 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 चढेको हो नि त हामी त त्यसलाई कुलो भन्छ नि पुग्नु पर्दैन हुन्छ नि दाइ तपाईँले के भन्नुभएको जहाँ जस्तो सुकै अवस्थामा हामी टोइलेटै जान्छौँ अरू कहीँ हामी रुम त रुमै एट्याचमा बसेपछि डिलक्समा बस्यो भने नाति डिलक्स आज तर यो किन मतिर आउँदैछ मलाई थाहा छैन दाइ योलाई चाहिँ यस्तो फर्काउनु मिल्दैन मतिर आउँदैन हामी झापाली पनि हो नि त त्यही भएर क्या डिलक्समा बस्यो हो डिलक्स हाम्रो त रुम कस्तो थाहा छ तपाईँहरू अलिक ढिलो आइपुग्नु भयो कि हामीसँग पनि हो हिजो तपाईँभन्दा छिटो आयो तपाईँहरू त्यो तल हामीलाई त ऊ माथि सबभन्दा टुप्पामा हामी पनि माथि थियौँ तर तल नेउरेर यसरी जानुपर्छ तल छानेको हामीले माथि नै थियो हामी पनि तर तपाईँहरूलाई विशेष हुनु नि छ विशेष त त्यस्तो केही पनि होइन छानेको टोइलेटको नजिक भनेर गरेको त्यहाँ थियो त अस्ति अघिसम्म यतापट्टि त्यो अहिले भर्खर को बस्नु भएको हामीलाई देखाउँदैन माथि सिधै हामी त सुरुङमा देखाएको थिएँ हामी सुरुङमा नै उक्की गरेको थिएँ फेरि एकछिन कस्तो भयो भने होस् भन्ने भयो फेरि एकछिनपछि मनोबलले मानेन फेरि बोल्नु बोल्नु मैले बोलिनँ अब बोल्नु न बोल्नु नबोल्ने लाल लाल गुड मर्निङ एभ्रिवान अब चाहिँ हामी यहाँबाट निस्किन आँट्यौँ अहिले बिहानको 3 बजिसकेको छ फुल रेडी भएर प्याक गरेर अनि यो ब्याग चाहिँ हामी यहीँ छोडिदिन आँटेको छौँ सो ल लट्ठी यहाँ छ पुरै यहाँ छौँ अब यहाँबाट हामी चाहिँ निस्किन्छौँ हाम्रो गन्तव्यतिर है त अब माथि तपाईँहरूलाई म भ्यू देखाउँदै हिँड्नेवालामा छु बाई बाई अब चाहिँ हामी 60% उकालो चढिसकेको छौँ हालत खराब भइसकेछ बट इट्स ओके हाम्रो ब्याग चाहिँ दाइहरूले बोकेर हाल गरिदिनु भएको छ लाइट हेर्दै हामी चाहिँ हिँडेर छौँ दिदी के छ तिम्रो ठिक छौ ल वेदर चाहिँ अहिले एकदम यो हुस्सु लागिरह अनि अब सायद 1 घन्टामा पुगिन्छ होला अहिलेसम्म हिँडेको चाहिँ 1.5 आवर अलमोस्ट भइसक्यो गर्मी चाहिँ एकदम धेरै गर्मी भएर चाहिँ यति लुगाले पनि इट्स ओके सास बढिरहेको धेरै नै म त अगाडि लाग्यो नि धेरै लाग्यो हुन्छ कि हामी खतरा हिँड्यौँ यहाँ चाहिँ हिँड्नको लागि स्टेप्सहरू चाहिँ दायाँ बायाँ दायाँ बायाँ गर्दै हिँड्नुपर्ने रहेछ किनभने उकालो ओह्रालो हुन्छ नि त त्यसलाई ब्यालेन्स मिलाएर सिधा चढो भने चाहिँ अलिकति गाह्रो हुनुपर्ने रहेछ तर टेक्निक चाहिँ थाहा पायो अलमोस्ट हामी चाहिँ माथि पुग्न आँट्यो अब धेरै छैन थोरै टाइम छ आइपुग्यो यो पहाड सबै चलेर आएको हामी यो पहाड चाहिँ यो पहाड सबै चढेर यहाँ आइपुग्यो ओहो ल
फाइनली हामी चाहिँ आइपुग्यौँ यहाँभित्र चाहिँ माता हुनुहुन्छ फाइनली आइपुग्यौँ हामी चाहिँ भ्यू लुक एट दिस भ्यू I swear I can't forget. Look at this view. Looks so amazing. हामी चाहिँ यहाँ पाती भाडाको उसमा आइपुग्यौँ दिदी चाहिँ ढिलो हिँडिरहेको भएर अर्को दिदी चाहिँ अनि तलबाट आउँदै हुनुहुन्छ त्यही भएर यहाँ वेट गरिरहेको भ्यू 10 and 10. Look at this mountain. Oh my god. यहीँनिर आइपुग्यौँ माताको उसमा चढ्न माताको ठाउँमा तर ब्युटी चाहिँ किन्न पाइनँ किनभने एकदम क्राउड थियो अहिले चाहिँ हामीले पूजा गरिसक्यौँ यहाँ चाहिँ हाम्रो सबै प्रसादहरू छ हामी यसो फोटोसोटो खिचेर निस्केर लागेको दिदी यहाँनिर धुपबाती बालिरह यहाँ चाहिँ हामी चाहिँ एकदम गुड भाइब्स क्या एकदम धेरै गुड भाइब्स भइरह दिदी एकदमै धेरै खराब भइसकेको छ लुगाहरू रातो अनि जुत्ताहरू पुरै फोहोर भयो इट्स ओके लड्दै पढ्दै यहाँ माथिसम्मको एकदम हार्ड भयो स्ट्रगल भयो होइन बाटोमा तर इट्स ओके सो पनि अलिअलि भाँसिरहेको छ मेरो चाहिँ इट्स ओके अब हाम्रो चाहिँ पूजा सम्पन्न भइसक्यो अब रिल्याक्स हामी खतम गऱ्यौँ होइन दाइ सक्यो होइन सबै we did it finally we did हाम्रो भ्यू चाहिँ एकदम धेरै राम्रो छ यतापट्टि अनि we did it स्टार्ट पोइन्टदेखि लास्टसम्म चाहिँ सपोर्ट गर्नुहुने दाइहरू उहीँ हो उहाँले नै सबै सपोर्ट गरेर गर्नुभएको so we did it किन हाटेको फेरि दिदी हिमालय हेर्नमा त मनाङ नै हो किनभने मनाङ कि उता यो लाग्दैन यो लाग्दैन नि त त्यो यहाँ त कोही नेचर यस्तो भयो कहिले काहीँ अब हामीले त मैले त सनराइजै यसरी ओर्लिँदाखेरि चिप्लिने डर लाग्यो भने चाहिँ जुत्ताको बाहिरबाट मोजा लगाइदिने जुत्ता बाहिर मोजा लगाएपछि ग्रिप बसिहाल्छ ल उनलाई कति अगाडि जान्छ दिदी हामी चाहिँ तल झर्दैछौँ 7 बजे कि 8 बजे झरेको तल अहिले मैले थाहा फिक्स टाइम थाहा छैन तल घर तपाईँहरूलाई म इन्फर्म गर्छु र कति टाइममा हामी पुग्छौँ तल भन्ने चाहिँ आई विल इन्फर्म यु अहिले चाहिँ हामी झर्दैछौँ तल चाहिँ फेरि मतलब यस्तो ओह्रालो छ नि त पुरै टोटल्ली सो अलिकति केयरफुल भएर झर्नुपर्छ खुट्टाहरू चाहिँ स्लिप भएर यस्तो ओह्रालो छ पुरै अहिले चाहिँ मेरो ब्याग बोकिदिइरहनु भएको छ किनभने क्यामेराको ब्याग छ अनि ल हामी चाहिँ जाँदैछौँ
र तपाईँलाई इन्फर्म गर्छु कति घन्टामा चाहिँ हामी तल उत्रिँदो रहेछौँ अनि कति घन्टामा चाहिँ माथि चढेको रहेछौँ भनेर लास्टमा। अनि हुस्सु चाहिँ एकदम लागिसकेको छ, स्टार्ट भइसकेको छ हुस्सु लाग्नलाई, तर त्यति धेरै जाडो चाहिँ छैन। मैले चाहिँ भित्रको थर्मोकोट चाहिँ निकालिदिइसकेको, इरिटेट भयो क्या त्यो मेकमा कमाएको भएर। अनुहार सबै निलो भएको छ किनभने चिसोले। सो इट्स ओके। फाइनली हामी चाहिँ होटेलसम्म आइपुग्यौँ। यो चाहिँ ठुलो फेदीको होटेलमा चाहिँ मलाई अलिकति नराम्रो देखेछ, बट प्लिज कम्प्रोमाइज। टु ओट पुरै ड्राई भएको भने। अनि यो चाहिँ कटेराहरू जुन देख्दै हुनुहुन्छ यो चाहिँ होटेलहरू हो, जुन चाहिँ यहाँ बस्नुहुन्छ त्यो होटेलहरू हो। यहाँ चाहिँ लाली गुराँसहरू फुलिरहेको छ साइड साइडमा। यहाँ पनि मेरो पछाडि पनि ठुलो लाली गुराँसको बोर्ड छ। सो ओके, हाम्रो जर्नी चाहिँ यस्तै रह्यो। तपाईँहरू पनि नयाँ हुनुहुन्छ र ताप्लेजुङ आउँदै हुनुहुन्छ भने चाहिँ होपफुल्ली तपाईँलाई पनि हेल्पफुल हुनुहुन्छ धेरै मात्रामा भन्ने आशा छ। र हाम्रो जर्नी चाहिँ एकदम धेरै राम्रो भयो। वेदर पनि एकदमै धेरै राम्रो होइन। अनि हामीलाई सपोर्ट गर्नुहुने 3 जना दाइहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ हाम्रो ब्याग बोकिदिएर साथसाथै हाम्रो अर्को दिदीलाई चाहिँ डोर्याउनेसम्म हेल्प गर्नुभयो, किनभने उसलाई चाहिँ अलिक गाह्रो भयो। म र बुनु दिदी चाहिँ छिटो हिँड्यौँ, अनि अर्को दिदी चाहिँ अलिकति मोटी पनि छ, अनि उसलाई अलिकति हिँड्नमा गाह्रो पनि भयो। तर एनी हाउ हामी पुगेर चाहिँ फर्किसक्यो र हाम्रो प्रे चाहिँ एकदमै राम्रो गयो। हामीलाई चाहिँ अब माताले नै बोलाए जस्तै फिल भयो होइन। र अब यहाँबाट चाहिँ हामी फेरि तल झर्नुपर्ने हुन्छ, तल्लो फेदीसम्म। त्यहाँ चाहिँ हाम्रो गाडी छ होइन, त्यहाँ चाहिँ हाम्रो गाडी छैन। त्यहाँबाट फेरि त्यही अस्तिको जस्तै गाडीमा रफ रोड गएर अनि अफ रोड गएर अनि फेरि हाम्रो गाडी चाहिँ उहाँ हुने बेलामा छ। सो यस, यही छ। अब हामी चाहिँ यहाँ खाना आँटेको सबै जुन हामीसँग सँगसँगै ट्राभल गर्नुहुने दाइहरूसँग खाना आँटेको हामी चाहिँ यहाँसँगै। त्यस पछाडि चाहिँ हामी छुट्टिन्छौँ, दाइहरू अरूतिर जानुहुन्छ, हामी अरूतिर जान्छौँ। सो यही हो हाम्रो चाहिँ यात्रा। सो होपफुल्ली तपाईँहरू माया गरिदिनुहुन्छ। ट्राभल कस्तो भयो? एकदम एक्सपेरिमेन्ट, धेरै कुरा जान्यो, धेरै कुरा भोग्यो र एकदम चिल तरिकाले रमाइलो गरेर आयो। एकदम राम्रो भयो हाम्रो चाहिँ। आई एम सो ह्याप्पी, थ्याङ्क यू सो मच। हामी चाहिँ अलिक तल झर्दैछौँ। यो बाटोको हालत चाहिँ यस्तो छ। मेरो टुर चाहिँ कहिले पनि अविस्मरणीय हुन्छ है पुतली। यो चाहिँ भ्यू भयो, यो माथिल्लो फेदीबाट तल्लो फेदीसम्मको भ्यू चाहिँ यो भयो। हामी चाहिँ तल जाँदैछौँ र हाम्रो ट्राभल चाहिँ एकदम राम्रो भयो र होपफुली फेरि पनि हुनेछ यस्तो खालको ट्राभल। सो वी इन्जोय अ लट। लुक एट दिस भ्यू। अब चाहिँ हामी यहाँबाट चाहिँ ड्रेस फेरेर अब फेरि ऊ रोड छ नि त्यो जुन रफ रोड हो त्यसको लागि चाहिँ यहाँनिर हामी रेडी भइसक्यौँ र हामी जाँदैछौँ। सो बाई बाई। मेरो भ्लग चाहिँ यहीँनिर फिनिस भयो अब चाहिँ होइन। सो तपाईँहरूलाई कस्तो लाग्यो लाइक सब्सक्राइब कमेन्ट चाहिँ गरिदिनु होला। बाई भनिदेऊ ल, बाई भनिदेऊ। बाई बाई।